धन्यवाद ओभरअल धेरै कुरा आएको छ, सुदूरबाट धेरै कुरा आइसकेको छ। हामी त सुदूरपश्चिम जस्तो लाग्छ, हामी नवलपरासीको बासिन्दाहरू, हामी नवलपरासी क्षेत्रको मान्छेहरू। यसो भनिरहँदाखेरि पनि गण्डकी प्रदेश जहाँ 11वटा जिल्लाहरू छन्, गण्डकी प्रदेशको एकमात्र तराईको जिल्ला, जुन जिल्लामा नारायण नदी छ, जुन जिल्लामा चितवन राष्ट्रिय निकुञ्जको केही क्षेत्र छ र जुन जिल्लामा बाघ र गैंडा छ, त्यो क्षेत्रको मान्छे भनिरहँदा समस्याहरू पनि पुरा आयो अलिअलि। र हामीले यो अभियानमा लागिरहँदाखेरि हामीले कन्जर्भेसन सेक्टरमा हामी थुप्रै काम गरेका छौँ। अहिले यो आर्थिक वर्षमा मात्रै हामीले शून्य पिछाडी अभियान करिब 3 वर्ष भयो। हामीले हरेक भेटनरीमा हामीले एउटा फर्म डेभलप गरेका छौँ। त्यो फर्म चाहिँ हामी त्यो भेटनरीमा छोड्छौँ र त्यहाँ 3 पुस्ते उसको टिपाएर मात्रै त्यो पिछाडी लैजान पाउँछ। यदि त्यो लिगलाइज भयो भने हामीले त्यहाँबाट त्यसै समात्ने एउटा अभियान गरेका छौँ। यो आर्थिक वर्षमा हामीले 4वटा विद्यालय फन्ड गरेर त्यो विद्यालयका सानसानो भाइ बहिनीहरूलाई हामीले कन्जर्भेसनमा कसरी अवेरनेस गराउने त 9-10को भ्याउँदैन। अघि अलिअलि कुरा पनि आयो, 9-10को भ्याउँदैन। हामी एकदमै प्रि एलिमेन्ट्रीबाट हामीले बाघ गैंडाको कुरालाई सिकाइरहेका छौँ र निरन्तर गस्ती, जोइन्ट पेट्रोलिङ यी कुराहरू अघि नै पनि आइसकेको छ। यसो भनिरहँदाखेरि समस्या थुप्रै छन्, अलिअलि आयो। म केही समस्यालाई यहाँनिर जोड्न चाहन्छु। युवा र विद्यार्थी जो पर्यटन सम्भाग हो, यी युवा विद्यार्थीहरूको दिगो व्यवस्थापनमा जोड दिन जरुरी छ। हामीले भनिरहँदा खाली पेटले सम्झनु हुँदैन, त्यो पेट भर्ने काम पनि गर्नु पनि जरुरी छ। हामी भित्र छिरिरहँदाखेरि, हामी गस्तीमा हिँडिरहँदाखेरि कहिलेकाहीँ नेपाली सेनाबाट समस्या आउँछ, कहिलेकाहीँ उहाँहरूले चिन्नु हुँदैन। तपाईँको पोस्ट कार्ड ड्युटीका साथीहरू तपाईँको हरेक 3 महिनामा चेन्ज हुने, हामीसँग समन्वय अलिकति कमजोर भएको छ। पछिल्लो समयमा समन्वय अत्यन्तै जिरो छ। त्यो कुरामा उहाँहरूले कोड गर्नु जरुरी छ। र यसो भनिरहँदा मलाई के लाग्छ भने मेरो इतिहास, यो 1 दशकको मेरो इतिहासमा झन्डै 1 दशक पनि भयो नवलपरासीमा शून्य चोरी सिकारी भएको। यो 1 दशकको मेरो अनुभवमा नवलपरासी सेक्टर, जुन पश्चिम सेक्टर मैले अघि नै पनि भने अत्यन्तै दुर्गम हो, सुदूरपश्चिममा लाग्छ मलाई कसरादेखि हेर्दाखेरि। तपाईँको नयाँ साथीहरू जानुहुन्छ, नयाँ साथीहरू भर्ती भएर आउनुहुन्छ, नयाँ टिम जान्छ, रेल साहब नयाँ जानुहुन्छ, साइबान साहब नयाँ जानुहुन्छ, समन्वय अत्यन्तै कम हुन्छ। को कताबाट सर हराउँछ थाहा छैन हामीलाई। नयाँ साथीहरूलाई त्यहाँ पठाउने व्यवस्था अब रोकियोस् कि कन्जर्भेसनमा हामीले सिक्न पाइयोस्, उहाँहरूबाट सबै कुरा हामीले सिकाउनु पर्ने स्थिति छ। त्यसले गर्दाखेरि समस्या कहिलेकाहीँ अहिले अप्ठ्यारो परिरहेको स्थिति छ। अहिले भर्खर मात्रै पनि हामीले हेरौँ, तपाईँले कोड गर्नुहोस् कि यस्ता साथीहरू पुग्नु भएको छ, हामीले चित्तल मरेको देख्यौँ, हामीले उहाँलाई रिपोर्टिङ गरिदियौँ, चित्तल लानुभयो, बिना मुजुरका गाडी दिनुभएको छ। मैले पत्ता लगाएर सोधिदिएँ के गर्नुभएको, बडा हास्यास्पद छ। यस्ता नयाँ साथीहरू हामी किन पठाइदिनुहोस् कि यसले गर्दा भोलि कन्जर्भेसनमा द्वन्द्व उत्पन्न हुन सक्छ। मैले यो कुरा अलि पहिला सरसँग मैले अहिले समय पनि मागेको छु, विनय सरसँग सही समय दिन्छु भन्नुभएको छ। म फेरि उहाँसँग केही कुरा गर्न त्यो मैले प्रयास गरिँदैछु। त्यसै गरी विकास निर्माणमा स्थानीय तह, निकुञ्ज प्रशासन र समितिको बिचको सम्बन्ध सुन्दर हुनको लागि के गर्नुपर्ने हो। अलि अगाडि कुरा आएको थियो, एउटा इक्विपमेन्ट वैकल्पिक व्यवस्थाको कुरा आएको थियो। ग्राभल निकालिरहँदाखेरि वैकल्पिक व्यवस्था भएन भने अब अहिलेका पूर्वाधार विकासका लागि समस्याहरू के छन् ती कुराहरूलाई पनि जोड दिनु जरुरी छ। बाली राहतको कुरा अघि आयो, हरियाणा विधको बालीको राहतको विषयमा काउन्सिलले कुरा उठाइरहेको होला। त्यो अब बन्ने विधानमा पक्कै पनि त्यो फेरेर आउला, अत्यन्तै ठुलो पीडाको अवस्था छ। सियुजीबाट झन्डै 4 इन्च जति पानी बग्छ। हामीले पटक पटक फलोअप गर्यौँ समितिको लेभलबाट, निकुञ्जले कसरी हेरेर थाहा छैन। गैँडाकोट पुग्ने बित्तिकै गन्ध दुर्गन्ध त्यत्तिकै छ सामुदायिक वनहरूमा बिचमा, त्यो अत्यन्तै समस्याको पीडा छ। हामी महेन्द्र हाइवे हिँडिरहँदाखेरि त्यो नाक समात्नु पर्ने स्थिति छ। फोहोर मैला डम्पिङ साइट बनाएको छ सामुदायिक वनहरू बिचमा, त्यसलाई कसरी हेर्ने, समस्या धेरै हुन्छ। सो भनिरहँदाखेरि तपाईँको अहिले माथि आएका साथीहरू, तपाईँको चाहिने धनाढ्य व्यक्तित्वहरूले सिधै कम्पनी रजिस्टर कार्यालयमा कम्पनी दर्ता गरेर त्यो बाघ र गैँडालाई देखाएर डलर कमाउने सपना देखेका साथीहरूले रिसोर्ट खोल्नु भएको छ। उहाँहरूलाई हेक्का हुन जरुरी छ।
कि कन्जर्भेसनको अभियान उहाँहरू कति लाग्नु भएको छ, कति बुझ्नुहुन्छ उहाँहरूले, त्यो कुराहरू पनि जोड दिन जरुरी छ। हामीले भन्छौँ हामीले एउटा 3 लाख 5 लाखको सानो बजेटबाट सामुदायिक विकासका काम गर्दै जाँदाखेरि प्रशासनका साथीहरू, आर्मीका साथीहरू तपाईँको चाहिने डायरी बोकेर जानुहुन्छ कति टिपेर लान्छ भनेर। तर त्यस्ता माफियाहरूले हजारौँ टिप ग्राबर र गिटी ग्राबर डम्पिङ गरेको कुराहरू अहिले मिडियामा आइरहँदाखेरि निकुञ्ज प्रशासन आउँछ। उद्योग कलकारखाना त्यतिकै बनिरहेका छन्। तिनीहरूको जुन 2063 भन्दा कुन ठाउँ हो ठाउँ पनि भनिदिन्छु। 2063 भन्दा अगाडिको कुरा मैले घरिघरि जोड्छु। साथीहरूले भन्नुहुन्छ उद्योग नीतिभन्दा अगाडि भएकोलाई हामीले के गर्ने। 63 भन्दा पछाडि बनेका उद्योगहरू पनि छन् कि उनीहरूको अति समस्या छ। सरी टिप्न सक्नुहुन्छ सियुजीबाट झन्डै 4 इन्च भन्दा ठुलो पानी जान्छ, जहाँ तपाईँको गोहीको राम्रो हेबिटेट थियो, त्यो गोही अहिले त्यहाँ वासस्थान पलायन भइसक्यो। मैले एकचोटि रामकुमार अर्याल शब्द मैले भनेको थिएँ किनभने अभियानमा लागिरहँदाखेरि हामीले लास्ट इयर चाहिँ एउटा घडियाल काव्य जुन प्रकृतिलाई र नेचरलाई कसरी जोड्ने भनेर एउटा प्रोग्राम गरेका थियौँ। लिटरेचरबाट पनि कन्भर्सन गर्न सकिन्छ भन्ने उद्देश्यले हामीले पोहोर साल त्यो गएको वैशाखमा चाहिँ हामीले त्यो प्रोग्राम गर्दा पनि सरले अनुरोध गरेका थिएँ कि घडियाल जोगाउनलाई अब कसरी लाग्ने भनेर एउटा कुरा जोड्न चाहन्छ। त्यसै गरी मेगा फन पार्क जुन नामक अहिले एउटा चाहिँ सिद्धेश्वर एन्ड सन्स टाली भनेर एउटा कम्पनी बनेको छ। त्यो कम्पनीको देवसुन नगरपालिका वार्ड नम्बर 1 र 17 मा पर्ने बिचको त्यो मकुण्डे सबैले खोला उसले क्याप्चर गरेको छ। त्यो मैले पटक भन्छु, अब हामीले भनिरहँदाखेरि हाम्रो सुनाइ पुगेन, एसिस्ट नै पुग्दो रहेछ। अनि मैले जोड्छु उहाँहरूलाई के हो त्यो कुरा भन्दा केही पनि छैन, यत्तिकै भनिरहेको छ। यी एउटा जनताले सामान्य दस्तुर जग्गा किनेर घमाउनु पऱ्यो भने नक्सा पास गर्नुपर्छ होइन। 5 टिप ग्राभल नहुँदाखेरि नक्सा पास गरेको लानुपर्छ। हजारौँ टिप ग्राभल डम्पिङ हुन्छ, निकुञ्ज प्रशासन पाउँछ। अनि हामीले के गर्ने? कन्जर्भेसनमा हामी बुझ्थापे सक्दैनौँ, त्यो कुरा गर्नु जरुरी छ। र भन्दै जाँदाखेरि व्यक्तिगत रूपमा चाहिँ मैले कन्जर्भेसनको कुरालाई जोडिरहँदाखेरि विगत 1 वर्षदेखि देवसुन नगरपालिका 1 मात्र रेडियो स्टेसन ह्याप्पी एफएमबाट हाम्रो धन भन्ने कार्यक्रम चलाइराखेको छु। जस कार्यक्रमबाट चाहिँ अहिले मैले प्रदेश स्तरीय कार्यक्रम बनाएको छु। 11वटै जिल्लाबाट गण्डकी प्रदेशको 11वटा जिल्लाबाट सबै रेडियोबाट मेरो प्रोग्राम गर्छ। त्यसबाट पनि एउटा कन्जर्भेसनमा एउटा चाहिँ त्यसले पोजिटिभ भाइब्रेसन दिने प्रयास चाहिँ मैले एक्लो प्रयास त्यो गरिरहेको छु। सबैको सहयोग सहकारीले हामी 0 मनाउन सफल भएका छौँ। आज त्यो सिबिएफपी डिएलाई पनि हामीले झन्डै 48 घण्टा अलिक बढी भयो, 3 दिन जति भयो मनाउन लागेको होइन, बनाइराखेका छौँ। सबैलाई शुभकामना दिन चाहन्छु भन्दै कन्जर्भेसनमा हातेमालो 3टा तहले गर्ने हो। यो ट्रायङ्गुलर सेपमा छ। आर्मी, प्रशासन, समिति र सेनाका साथीहरू, यो 3टाको जोइन्ट भयो, 3टाको समन्वय राम्रो भयो भने कन्जर्भेसनमा सफल हुन सकिन्छ। यो 3टा मात्रैबाट एउटा मात्रै तह 36-63 जस्तो सम्बन्ध भयो भने कन्जर्भेसन गर्न अलिक गाह्रो छ। र सरले टिप्नुहोस्, सिबिएफपी पोस्टमा पछिल्लो 3 महिनादेखि समस्या त्यही भइरहेको छ। सिबिएफपीबाट निकुञ्ज प्रशासन उयो अलिकति 36-63 को सम्बन्ध छ। हामीले पटक मैले चाहिँ सरलाई भनिरहेको छु, रेखालाई पनि भनेको छु कि त्यसलाई मिलाउनलाई तपाईँहरूले पहल गरिदिनुहोस्। होइन भने लर्निङ सेन्टर नै भयो भने अघि नै एकजना साथीले भन्नुभएको थियो छोडिदिनुहोस्। कन्जर्भेसन हामीले गर्छौँ। नवलपरासीमा 10 वर्ष 0 पछि हामीले रनिङ गरेका छौँ। धन्यवाद, नमस्ते, जय सङ्गत।